बिर्सिनु भयो सायद हजुरहरू। रगतको होली खेलेर जानुभएको हजुर सत्तामा। आज ती रगत रक्ताम्य सडकहरू बिर्सिनुभयो भने पाप लाग्छ। अब लडेर बस्नुभन्दा मिलेर देश बनाउँदा हुन्थेन। एउटाले एउटासित अनि अर्कोले अर्कोसित लड्नुभन्दा ती कलिला बालबालिकाको खुनको कदर गर्दा हुन्थेन। देश देश कता जान्छ भन्नुहोस् त। कति विश्वास र भरोसा गरेर पठाउनु भएको अलि लाज पनि लाग्दैन हजुरहरूले लडेर बस्नुभएको। कसरी सक्नुहुन्छ यसरी विरोध गर्ने? त्यो जनताको विरोध हो। खड्गजी अलि कम बोल्नुहोस् न। जनताको आवाज बोल्दा हुँदैन र? ती शहीदहरूको पीडा खोल्दा हुँदैन र? पाप लाग्नेछ त्यो रगतको, जुन रगत बगाएर जानुभएको त्यो सत्तामा। पाप लाग्नेछ ती कलिला बालबालिकाको चीख आवाजको र ती आमा बुवाका रोदनको। आँसु लाग्नेछन् हजुरहरूलाई ती आमा र बाका रोदनको। नलड्नुहोस् न, मिलेर देश बनाउँदा हुन्थेन कि लड्नै पर्ने हो र? देश बन्छ होला र यसरी? मेरो विचारमा लाग्दैन यसरी देश बन्छ। यसरी जुन अवस्था पहिला थियो त्योभन्दा नि पछाडि जान्छ देश। अलि चुप बसिदिनु न हजुर, मिल्दैन। ती रगतहरू सम्झिनु न हजुर। बिर्सिनु मिल्दैन ती रगताम्य सडकहरू। बिर्सिनु मिल्दैन ती आमा र बुवाका आँसुहरू। बिर्सिनु मिल्दैन ती कोखहरू। बिर्सिनु मिल्दैन ती विवाहभन्दा अगाडि नै खाली भएका सिउँदोहरू। बिर्सिनु मिल्दैन ती चीखहरू। बिर्सिनु मिल्दैन ती भवनका काला भित्ताहरू। बिर्सिनु मिल्दैन ती जलिरहेको मान्य सदस्यहरू, धुवा भयो। छोड्नुहोस्, छोडिदिनुहोस् न लड्नु। लडेर के हुन्छ? लडेकै कारणले आज यो अवस्था आएको हो होइन? काम गर्नुहोस् न महोदय, किन लड्नु पर्यो? यदि लड्ने नै हो भने त्यो पुरानै सरकार ठिक थिएन। काम गर्नुहोस् हजुर, काम गर्नुहोस्। लडेर केही हुनेवाला छैन। जय देश, जय नेपाल।